मान्छे मरेपछि क्रिया गर्ने अथवा नदी कटाउने प्रचलन छ यहाँको। त्यही अनुरूप यो गाईलाई यहाँबाट नदी कटाउनका लागि ल्याइएको छ। कडाले छालमा देखिन्छ। अब चाहिँ हेरौँ यसलाई नदी कटाउने गरेर गाईलाई उता धकेलिँदैछ। सायद मान्छे मरेपछि गाईलाई क्रिया गर्ने अथवा तर्पने भन्ने चाहिँ नदी कटाउने प्रचलन छ। त्यही अनुरूप गाईलाई यसरी हानेर नदी कटाउने प्रचलन। त्यसरी हान्न भएन, बरु धकेल्नु पर्यो। बेजुकसँग यसरी पठाइन्छ। मान्छे मरेपछि क्रिया गर्ने अथवा नदी कटाउने प्रचलन छ यहाँको। त्यही अनुरूप यो गाईलाई यहाँबाट नदी कटाउनका लागि ल्याइएको छ। यसरी गरेर यहाँ अगाडि लाग्छ, मान्छेहरू छन् र प्लस यसलाई गाईलाई यो नदी क्रस गरेपछि मात्रै अनि मृतक आत्माले शान्ति पाउँछ भन्ने प्रचलन छ यहाँको। सो यसैका लागि फेरि एकचोटि गएर फर्किएको छ यो गाई। फेरि फर्किने जान्छ या जाँदैन, तर गाईलाई नदी काट्नका लागि फेरि यहाँबाट अगाडि लिँदैछ। फेरि नदी कटाउनका लागि तल कडाले छालमा देखिन्छ। अब चाहिँ हेरौँ यसलाई नदी कटाउने गरेर
我这个抓吧。